र सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। म आज यो मकाउको चाहिँ रेसिडेन्सियल एरिया, यो चाहिँ एउटा रेसिडेन्सियल एरिया हो। रेसिडेन्सियल एरियामा चाहिँ कसरी पार्कहरू बनाएका हुन्छन् अनि मान्छेलाई चाहिँ खेल्नको लागि, मनोरञ्जन गर्नको लागि बुढापाकादेखि लिएर बच्चाहरू बेलुकाको टाइममा आफ्नो काम सकेपछि पार्कमा आएर बस्ने, बच्चाहरू स्कुल बिदाको दिन जस्तै स्याटरडे सन्डे चाहिँ पार्कमा गर्ने। औँला हेर्नु, यस्तो पार्कहरूको चाहिँ अवस्था यस्तो हुन्छ। यहाँ हरेक किसिमका मेसिन लगाइदिएको हुन्छ। अब पार्कमा चाहिँ विभिन्न किसिमका रबिस बिनदेखि लिएर हरेक किसिमका नोटिसहरू राखिदिएको हुन्छ। यहाँ कसैले फोहोर गर्न नपाउने भनेर पनि हालेको हुन्छ। अब यो पार्कमा तपाईँको जिममा पाउने जति सामानहरू जस्तै नर्मल्ली सबै सामान नभए पनि विभिन्न किसिमका खेलौनाहरू बच्चाहरूको लागि अनि एक्सर्साइज गर्नको लागि चाहिँ त्यो एक्सर्साइज गर्ने सामानहरू पनि सबै यो पार्कमा नै राखेको हुन्छ। अब जुन देश विकसित हुन्छ, विकसित देशहरूमा चाहिँ अब यसलाई हेर्नु, अब यस्तो पार्कको वरिपरि पुरै फुलहरू राखिदिएको हुन्छ मान्छे बस्नको लागि। माथि पानीबाट चाहिँ पानी चुइन्छ भनेर चाहिँ त्यसको माथि राखिदिएको हुन्छ एउटा सिसाको चाहिँ छत। अनि यो चाहिँ पार्क। यस्तो अब रेसिडेन्सियल अपार्टमेन्ट हेर्नु, यस्तो राम्रो राम्रो बिल्डिङहरू हुन्छन् होइन। अब यस्तो बुढाबुढीहरू चाहिँ यसरी आएर मजाले खेलेर बसेका हुन्छन् आफ्नो स्वास्थ्यको लागि। चाहिँ यहाँका मान्छेहरू प्राय आफ्नो स्वास्थ्यलाई चाहिँ एकदमै ध्यान दिएको हुन्छन्। अब स्वास्थ्य कस्तो हुन्छ भनेर चाहिँ त्यो फिजिकल कसरी गर्ने भन्ने कुरो उनीहरूलाई सबै कुरो। यो बच्चा खेल्नको लागि भनेर छुट्टै बनाइदिएको हुन्छ। अब यो छुट्टीको दिन बच्चाहरू यो ड्युटी स्कुल सकेपछि बच्चाहरू आएर चाहिँ यस्तोमा खेल्छन्। अनि यो हरेक बिल्डिङ अपार्टमेन्टको चाहिँ तल ग्राउन्ड फ्लोरमा अथवा त्यसको उसमा चाहिँ पार्क बनाइदिएको हुन्छ। हरेक ठाउँमा पार्क हुन्छ। त्यो पार्कमा चाहिँ यहाँ जस्तै फिजिकल गर्ने ठाउँहरूदेखि लिएर टोयलेट, सार्वजनिक शौचालयदेखि लिएर सबै किसिमको व्यवस्था गरिदिएको हुन्छ। अब जस्तै औषधि किन्न पऱ्यो भने फार्मेसीहरू तल पार्कमै हुन्छ। अब यो नर्मल्ली यो चाहिँ यो एउटा मेसिन देखाउँछु म पार्कमा हुने। यसले चाहिँ शरीरलाई, खुट्टाको लागि चाहिँ एकदम राम्रो हुन्छ एक्सर्साइज गर्नलाई। खुट्टाको लागि सबभन्दा बेस्ट, आफ्नो घुँडाहरूको लागि। अनि यो अर्को यस्तो खालको हुन्छ। यो चाहिँ यो दुईवटा हातले माथिबाट तान्दाखेरि आफ्नो हातको मसल्स र हातको एक्सर्साइजको लागि चाहिँ एकदम बेस्ट हुन्छ। अब हाम्रो नेपालमा त यो देखिएको छैन अहिलेसम्म, सायद बिस्तारै सुरु होला। अर्को साइक्लिङ गर्ने खालको हुन्छ। यो साइक्लिङ चाहिँ यसमा चाहिँ तपाईँको यो दुईवटा खुट्टाबाट यो अलिकति टाइम लाग्छ सिक्नलाई, 2-4 दिन लाग्छ यो सिक्न, यो पाइडल चलाउन चाहिँ। अनि चलाउन जानिसकेपछि चाहिँ यो एउटा फिजिकल गर्नको लागि शरीरको हरेक अङ्गहरू चाहिँ चलायमान बनाउँछ यसले। अब यो यस्तो भयो। अनि अब जस्तै अब यहाँ अब यो बुढाखाडाहरूको लागि चाहिँ यो हातको मसल्सहरू नचल्ने, अब 70-80 वर्ष पुगेका मान्छेहरूको लागि चाहिँ यो दुईवटा हातले यसलाई फन घुमाउँदाखेरि यो हातको लागि पनि एक्सर्साइज हुन्छ। अब जस्तै यहाँलाई हेर्नु, यसरी पार्कमा बनाइदिएको छ, यसरी फुलहरू रोपिदिएको छ होइन। हरेक ठाउँमा चाहिँ पानी परेको बेलामा ओत लाग्ने ठाउँ बनाइदिएको छ।